जातला पैसा छ भने दिन्छ नाना के गर्ने पैसा पैसाको घरमा नि लाग्छ छैन र म बेचे पनि कहिले बोल्दैन पैसा माग्छ भनेर दिदी बहिनी पैसा कमाएछ भन्छ घरमा एक दिन पनि आएन पहिला उता भन्छन् जाँदा उता गइदियो पैसा त पैसा दिदी बहिनी मिलेर खोपा केटाकेटी नि छैन दुनियाँहरूको पैसा नि पोको पारेको एउटै नदे खानु दिँदा आमा बाउले दिइसक्यो हो कि ठिकै छ लुगा लगाइदिएछ लुगा दिदी बहिनी आएर पनि एउटा लुगा एउटा टुक्रा दिएन घरै आएन घर आए जानु दिनुपर्छ भनेर क्या ऊ कहाँ बसेछ मैले हिँड्न जाऊँ भनेको त एकछिन त बाबुलाई त मान जाऊँ है हाम्रो दिदीको घरमा अनि तपाईँको दिदीहरू दिनुपर्छ भनेर यहाँ आउँदैन फेरि तपाईँ किन जाने त तपाईँ नगइहाल्यो नि एउटा पैसा ल्या पैसा मसँग छ नि त मसँग छ तिमीसित छ मसँग छ मैले अघि देखाएको होइन पैसा अघि मैले पैसा देखाएको होइन यति पैसा देखाएको होइन कस्तो हो तपाईँको तपाईँको पैसा मेरो पैसा तिमीसित मसँग राख्नु दिएछ है है बुझ्दैन बुझ्दैछ पैसा भए चाहिँ हाल्नु बुझेछ मसित भएर माग्ने मान्छेहरू सुहाउनु घरमा पनि केही देखेर दिन्छ पैसा एउटा नि कसलाई पैसा एउटा पनि दिएन एउटा पनि दिन्न कतिले दिएछ मैले धेरै दिएछ धेरै दिनुपर्छ धेरै जम्मा गरेर धेरै जम्मा गरिदिएछ है पैसा मलाई चाहियो म मागौँ माग चाहियो भने मलाई माग है त्यो यहाँ माथिबाट फाल्नेलाई चाहिँ नमाग तपाईँले त यहाँ माथि फाल्छ नि पैसा त फेरि आफ्नो दिदीहरूसित गर्नु जान्छ होला नि जान्छ नि त है एउटा घर तिनजना मिलेर एउटा यहाँ गरेर पनि हुन्थ्यो नि अनि सबैको घर छ नि त आफ्नो आफ्नो ठाउँमा घर छ नि त त्यो तपाईँको छेउमै बस्नुपर्छ भन्ने छ र छैन नि के त्यहाँ बाटोमा हिँड्ने देख्छ क्या दिदीहरू उता भेटेर त कन्सिलर कहिले भेटेको छैन भनेर
बोल्छु भने कन्छु खान्छु भन्दा बाटो हाल्दा मलाई देखेर चलाउने आमा बुढीले गर्छ मैले घरको भात बनाउँछ आमाले गर्छ आमाले बिचरा पैसा आमा आयो हात छैन अहिले पछि उठ्या आउँदाखेरि ले भन्छ मलाई देखेर खुवाइ दुख्छ थाहा बोल्दैन मसित नि त्यसै हुन्न त्यसै हुन्न मसित त भाग्छ मसित त यदि कहिले भन्दैन देख्यो भने त फड्केर दुगोरेर पैसा 1 रुपियाँ पनि दिँदैन कहिले कहिले चाहिँ खानु मन लाग्यो काम माग्दा पनि खाँदा पनि खान्न